क्यामेरामा कैद भइरहेको दृश्य लिगलिग कोट हो। लिगलिग कोट गोर्खा जिल्लाको आँपपिपल गाविसमा पर्दछ। बिजुली डाँडाबाट करिब 700 मिटरको सिँढीको बाटो उकालो गइसकेपछि लिगलिग कोट पुगिन्छ। समुद्र सतहबाट 1437 मिटरको उचाइमा रहेको लिगलिग कोट एउटा जिउँदो इतिहास, सुन्दर पर्यटन थलो, यथेष्ट सम्भावना र प्रचुर दृश्यावलोकन गर्दै हामी लिगलिग कोटमा ठडाइएको नेपालको राष्ट्रिय झण्डा अवलोकन गर्दछौँ। संसारमै नभएको अत्यन्त सुन्दर तर अनौठो एउटा दौड जितेर राजा बन्ने परम्परा। विजया दशमीको दिन मर्स्याङ्दी नदी र चेपे नदीको सङ्गमस्थल चेपेघाटबाट यस लिगलिग कोटसम्म करिब 10 किलोमिटरमा दौड प्रतियोगिता हुने। उक्त दौड प्रतियोगितामा जो विजयी हुन्छ उही यस लिगलिग कोटको अर्को 1 वर्षको लागि राजा हुने अनौठो ऐतिहासिक परम्परा। 1604 मा दुलसार घले मगर यसै प्रक्रियाबाट दौड प्रतियोगितामा विजयी भएर लिगलिग कोटको राजा बने। उनी पटक पटक दौड प्रतियोगितामा विजयी हुँदै 3 पटकसम्म यस राज्यको राजा बनिरहे। त्यसरी नै 1616 मा द्रव्य शाह लमजुङका द्रव्य शाहले उक्त दौडबाट राजा हुने परम्पराको भङ्ग गर्दै उनीले राज्यलाई आफ्नो नियन्त्रणमा लिए र राजा बने। त्यस्तो ऐतिहासिक परम्परा बोकेको यो स्थान पर्यटन, दृश्यावलोकन तथा एउटा परिचयात्मक हिसाबले अत्यन्तै सुन्दर स्थान छ। यस स्थानमा पुरानो दरबार, मन्दिरहरू तथा ऐतिहासिक महत्त्व बोकेका तस्बिरहरू समेत अहिले भग्नावशेष अवस्थामा रहेको पाइन्छ। उचित संरक्षण, सम्वर्धन तथा प्रवर्धन